हामी नेपाली नागरिकको 50 अर्ब भन्दा पनि बढी पैसा स्विजरल्यान्डको स्विस ब्याङ्कमा चाहिँ डिपोजिट गरिएको छ। त्यो मैले कसरी थाहा पाएँ? तपाईँले सामान्य गुगल पनि गर्नुहुन्छ भने थाहा पाउनुहुन्छ। गुगलले पनि भन्न सक्छ एबभ 50 अरब्स भनेर आउँछ। त्यो पैसा चाहिँ फेरि नेपाल कसरी वितरण सकिन्छ? म आज त्यसको सम्बन्धमा चाहिँ केही आफ्नो तर्क राख्न गइरहेको छु। त्यो 50 अर्ब नेपाली रुपी चाहिँ पक्कै कुनै आम जनताको त होइन होला, त्यो कुनै ठुलो बडा नेता नभए कुनै दलकै होला क्या। सर्वप्रथम नेपाल र स्विजरल्यान्ड बिच एउटा म्युचुअल लिगल एसिस्टेन्स एग्रिमेन्ट हुनुपर्छ। त्यो एग्रिमेन्ट बमोजिम चाहिँ त्यो भ्रष्टाचार गरेको पैसा हो भनेर नेपाल सरकारले पुष्टि गर्न सक्नुपर्छ। त्यसको लागि चाहिँ अब नेपालको चाहिँ अदालतमा चाहिँ कानुनी प्रक्रियामा जानुपर्छ। त्यो कानुनी प्रक्रियामा चाहिँ त्यो पुष्टि हुनुपर्छ क्या, त्यो जुन पैसा चाहिँ स्विस ब्याङ्कमा राखेको छ त्यो इलिगल पैसा हो। त्यो यदि पुष्टि भयो भने नेपाल सरकारले चाहिँ स्विजरल्यान्ड सरकारले चाहिँ एउटा पत्रचार गर्नुपर्छ। त्यो पत्रचार बमोजिम चाहिँ अब त्यहाँ पनि यदि इन्टरनेसनल स्ट्यान्डर्ड्सहरू म्याच भयो भने वास्तविकमा यदि पुष्टि भयो भने यो पैसा चाहिँ करप्सन गरेको पैसा हो, भ्रष्टाचारको पैसा हो र नागरिकबाट लुटिएको पैसा हो, त्यसपछि चाहिँ यो हल्का लामो नै प्रोसेस छ तर फिर्ता चाहिँ गर्न सकिन्छ। उदाहरण पनि छ, फिलिपिन्सको डिक्टेटर फर्डिनान्ड मार्कोसको $650 मिलियन चाहिँ स्विस ब्याङ्कमा राखिएको थियो। फिलिपिन सरकारले चाहिँ यही प्रक्रिया बमोजिम, अदालती प्रक्रिया बमोजिम र इन्टरनेसनल स्ट्यान्डर्ड्स म्याच गराएर $650 मिलियन चाहिँ फिर्ता पाएको हो। हामी पनि त्यही प्रक्रियामा गयौँ भने हाम्रो पनि जुन 50 अर्ब चाहिँ स्विस ब्याङ्कमा छ त्यो फिर्ता ल्याउन सकिन्छ।